केही वर्ष अगाडि गोला बारुद र बन्दुकसँग खेलेर हजारौं जनमुक्ति सेनालाई लामबद्ध बनाएका विप्लव आजभोलि कोठो कोदालो सहित खेतबारीमा भेटिन्छन्। उनी कहिले लसुन गोडिरहेका हुन्छन्, कहिले आलु खनिरहेका हुन्छन्, अनि कहिले धान रोपिरहेका हुन्छन्, कहिले धान काटिरहेका हुन्छन्। उनी कहिले नयाँ नयाँ उन्नत जातका तरकारीका बिउहरू करेसाबारीमा छरिरहेका हुन्छन् भने कहिले भेटघाट र मिटिङहरूमा व्यस्त भइरहेका हुन्छन्। 2052 सालमा जनयुद्धको नेतृत्वकर्ताको भूमिका खेलेका विप्लव रुकुम र रोल्पामा हजारौं जनमुक्ति सेना सहित आफ्ना युद्धरत रणनीतिहरू बनाउँथे। त्यही अनुसार विजय हासिल गरी देशलाई समाजवादतिर उन्मूलन गराउने सपना देखेका विप्लव आजभोलि कृषि कर्ममा रमाइराखेका छन्। विनोद चौधरीलाई उनले हजारौं किलोग्राम आलु बिक्री गरेको विनोद चौधरी आफैले जानकारी गराएका छन्। विशेष गरी अहिले उनले धान, आलु लगायतका विभिन्न अन्य नगदी बालीहरू उत्पादन गरिराखेको जनाइएको छ। विशेष गरी विप्लवले कमरेड सी को नामबाट सुपरमार्केट सञ्चालन गरेका छन्। अहिले जनमानिसमा राजनीतिक पार्टी भनेको एउटा गुण्डाहरू उत्पादन गर्ने थलोको रूपमा परिचित हुँदै गर्दा उनले आफूसँग भएका सम्पूर्ण कार्यकर्ताहरूलाई कृषि कर्ममा लाग्न जोड दिइराखेका छन्। विशेष गरी अहिलेको समयमा कृषि कर्मद्वारा नै देशलाई समृद्ध बनाउन सकिन्छ। देशको उन्नति र प्रगति गर्नमा कृषि पेशा अथवा कृषि कर्मको अत्याधिक महत्त्व छ भन्ने कुरालाई दर्शाउन खोजेका छन्। आज मैले तपाईहरु माझमा कमरेड विप्लवले गरेको कृषि कर्मको भिडियो लिएर आएर देखाएको छु। यदि तपाईहरुलाई हाम्रो भिडियो मन पर्छ भने हाम्रो फेसबुक पेजलाई लाइक, कमेन्ट, शेयर गर्नुहोला। साथै हाम्रो युट्युब च्यानल localnews.com लाई पनि सब्स्क्राइब गर्नुहोला। तपाईहरु माझमा यस्तै र नयाँ अनि फरक भिडियोहरू सदैव आउनेछ। नमस्कार।